के यो पानी भित्र डरलाग्दो जनावर छ र पानी उम्लिरहेको छ। आउनुस् म तपाईलाई यो भिडियोमा पुरै बताउनु। सो हे गाइस, गुड मर्निङ, वेलकम बैक टु माई मिनी ब्लग। तपाईहरु सबैजनालाई स्वागत छ मेरो अर्को नयाँ मिनी ब्लग। अनि आज चाहिँ मेरो डे 1 रहेको छ डेली मिनी ब्लग च्यालेन्जको। अनि डे 1 मा चाहिँ मैले बिहानै उठेर एक कप चिया खाएँ। अनि हाम्रोतिर चाहिँ रातिदेखि नै पानी परिरहेको छ र हाम्रोतिर चाहिँ पानी पनि एकदमै धेरै जमेको छ। पानी चाहिँ सबैतिर जमेको छ, हेर्न सक्नुहुन्छ। यता पनि जमेको छ। जति नै पानी परे पनि स्कुल त जानै पर्छ भनेर मैले चाहिँ यता भात पस्किएँ। भात सात खाएर चाहिँ म स्कुल जानको लागि रेडी भएँ। म चाहिँ स्कुल जानको लागि रेडी भइसक्यो। घरै आएर कुरा गरौँला तपाईहरुसँग। अनि म चाहिँ स्कुलबाट आइसकेँ। हल्का गर्मी छ, त्यही भएर म चाहिँ गन्जीमा छु। अनि म चाहिँ स्कुलबाट भर्खर आएको, त्यही भएर खाँदैछु यता चाहिँ खाजा खाइसकेर बाहिर आएर हेरेको त यहाँ पानी उम्लिरहेको रहेछ। अनि यहाँभित्र चाहिँ कुनै डरलाग्दो जनावर छैन। अनि यहाँ चाहिँ खेत सुक्खा भएर एक्कासी पानी जमेको हुनाले यो चाहिँ उम्लिरहेको हो। अनि आज चाहिँ घरमा मम्मी र म मात्रै छौँ, त्यही भएर हाम्रो प्लान चाहिँ पास्ता खाने बन हो। त्यही भएर म चाहिँ यता बनाउँदैछु पास्ता चाहिँ रेडी भइसकेको छ। हेर्दै खाउँ लाग्दो भएको छ। अनि यति खाएर चाहिँ हामी सुत्छौँ। त्यही भएर आजको लागि बाई बाई, फलो फर मोर ब्लग।